हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। तपाईँहरूलाई मेरो युट्युब च्यानलमा वेलकम छ। अनि यो भिडियो हेर्नु, यो भिडियो धेरै धेरै राम्रो म राखिरहन्छु, आइरहन्छ धेरै डेली बाई डेली। तपाईँहरू प्लिज सपोर्ट गर्नु, तपाईँहरूको म माथि आशीर्वाद हो। अनि यो भिडियो हेर्नु, यो भिडियो मैले प्र्याक्टिस गर्दैछु बिहान आज मर्निङ टाइममा। अनि राम्रो लाग्यो भने तपाईँहरू यो भिडियोलाई कमेन्ट गर्नु, राम्रो लागेन भने लाइक गर्नु, धेरैभन्दा धेरै राम्रो लाग्यो भने अनि सब्सक्राइब गर्नु। यो भिडियो हेर्नु, यो यो कति राम्रो भिडियो छ। यो मैले यो बाबा रामदेवको भिडियो हेरेर यो सिकेछु। अनि बाबा रामदेव बाबासँग गर्नुहुन्छ उहाँ स्टेजमा, म युट्युबबाट सिकेछु। मेरो गुरु छैन कोही, म आफै यो भिडियो सिकेछु। अनि बिस्तारै बिस्तारै प्र्याक्टिस गर्दै गर्दै अहिलेसम्म सिकिसकेछु। यो गरिदिन्छु म फिल्डमा, पार्कमा, स्टेजमा पनि गरिदिन्छु। यो छतमाथि भिडियो गरेको हो। अनि यो भिडियो तपाईँहरूलाई राम्रो लागिरहेछ भने अनि लाइक गर्नु न। हामी पनि नेपालकै हो दाइ, तपाईँहरू सपोर्ट गर्नुहुन्छ अनि म केही गर्न सक्छु। तपाईँको आशीर्वाद हो, तपाईँको माया हो। तपाईँ आफ्नो सानो भाइ सम्झेर मलाई प्लिज सपोर्ट गर्नु। यो भिडियो हेर्नु, यो भिडियो कति खतरनाक भिडियो हो। यो मैले माथि चढेर अनि टाउको तल गरेर अनि स्टन्ट गर्छ नि, अक्षय कुमार हिरो हुनुहुन्छ नि, हिरो ओ सर हुनुहुन्छ नि, उहाँ यस्तो यस्तो भिडियो गर्नुहुन्छ इक्विपमेन्ट लिएर। तर म बिना इक्विपमेन्ट, बिना सेफ्टीको गर्छु। अनि म माथि विश्वास छ कि म यो गर्न सक्छु। यो भिडियोहरू म यो गरेर केहीमा आफ्नो नाम चलाउन सक्छु, केही गर्न सक्छु। म धेरै कुरा गरेँ तर केही गर्न सकेन। अब युट्युबमा भिडियोहरू यस्तो यस्तो बनाएर राख्छु, अलिअलि स्टन्ट पनि गरिदिन्छु, अलिअलि धेरै कुरा गरिदिन्छु। यो भाइ चपुरको छ। मेरो स्टन्टहरू हेरेर यसलाई धेरै राम्रो लाग्यो, धेरै खुसी लाग्यो। भन्यो कि दाइ मलाई पनि सिकाइदिनु नि यस्तो कुराहरू, मलाई पनि धेरै राम्रो लाग्छ। मैले आफ्नो यो भाइलाई क्याप लगाएर अनि भिडियो बनाइदिएँ। अनि यो भाइलाई बोल्न आउँदैन, राम्रोसँग बोल्न लास्टमा भन्यो एमबिबिएस पढ्नु छ दाइ मलाई।